भारतमा यौन व्यवसायमा कैयौं पटक नेपालीहरूको नाम आउँछ भन्ने त तपाईँ हामीलाई थाहा छ, तर उनीहरूको यस्तो यौन व्यवसायमा कसरी लाग्छन् त्यसको डरलाग्दो खुलासा माइती नेपालले गरेको छ। मानव बेचबिखन विरुद्ध काम गर्ने संस्था माइती नेपालले कोलकाताको कुख्यात सोनागाछी रेड लाइट एरियाबाट 3 नाबालिग बालिकाहरूको उद्धार गर्दा नेपालको सिन्धुपाल्चोक नुवाकोटका ग्रामीण भेगका अबोध बालिकाहरूलाई भारतका रेड लाइट एरियाहरूमा गिद्धहरूको सामु कसरी पस्किन्छ त्यसको खुलासा भएको हो। पहिला सुन्नुहोस्, माइती नेपालले गत मई महिनाको अन्तिम साता सोनागाछी रेड लाइट एरियाको नेपाली कोठीबाट 3 जना नेपाली किशोरीहरूको उद्धार गरेको घटना। माइती नेपालले खुफिया स्रोतबाट नेपाली कोठीमा कैयौं नाबालिग बालिकाहरूलाई जबरजस्ती यौन धन्दामा लगाइएको रिपोर्ट पाएको थियो। उनीहरू प्राय नेपालको नुवाकोटका बासिन्दा भएको रिपोर्ट थियो। गत महिना 25 मईमा माइती नेपालले स्थानीय पुलिस प्रशासनसँग समन्वय गरेर कोठीमा छापा हान्यो। त्यति बेला कोठीकी सञ्चालक नुवाकोटकै शोभा तामाङको समूहले उद्धार टोलीमाथि आक्रमण समेत गर्यो, तर टोलीले नेपाली सञ्चालक शोभा तामाङलाई पक्राउ गर्दै 3 किशोरीहरूको उद्धार गर्न सफल भयो। उद्धार गरिएपछि हामीसँग कुरा गर्दै माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले सोनागाछी रेड लाइट एरियाबाट 3 जना किशोरीहरूको उद्धार गरिएको र 1 जना सञ्चालक शोभा तामाङलाई पक्राउ गरिएको बताउनुभयो। हालै मात्रै माइती नेपालको आफ्नो अनुसन्धानले देखाएको सूचना अनुसार र हाम्रो जानकारी अनुसार र हामीलाई प्राप्त भएको रिपोर्ट अनुसार नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका धेरै नाबालिगहरू भारतको पश्चिम बङ्गाल राज्यको कलकत्ता स्थितका विभिन्न रेड लाइट एरियाहरूमा यौन देह व्यवहार केन्द्रहरूमा जबरजस्ती यौन शोषणको मारमा पारिएका छन्, यौन शोषण गर्न बाध्य बनाइएका छन् भन्ने कुराको हाम्रो अनुसन्धानले खुलेपछि हामीले त्यहाँका प्रहरी र त्यहाँको स्थानीय निकायहरूसँग समन्वय गरेर उद्धार गर्ने कामहरू धेरै पटक गऱ्यौँ र उद्धार गर्न केही सफल पनि भयौँ। तर कतिपय घटनामा स्थानीय प्रशासनको असहयोग र सूचनाको जानकारी पूर्व हाम्रो उद्धारको पूर्व नै सूचनाको चाहिँ लिक हुनु र गलत सूचना चाहिँ उनीहरूले जानकारी पाउने हुँदाखेरि हाम्रो कतिपय उद्धार कार्यमा हामी असफल भएका थियौँ। तर हामीले हार कहिले पनि मानेनौँ। यो 3 वर्षको दौरानमा हामीले यो कार्यलाई अझै तीव्र बनायौँ र उद्धार गर्ने काममा हामी अनवरत लागिरह्यौँ। हालै मात्रै पनि यो मे महिनाको अन्तिमतिर हामीले 3 जना नेपाली चेलीबेटीहरू उद्धार गर्न सफल भयौँ र अझ हामीले 5 जनाको लिस्ट बनाएर गएका थियौँ। ती 5 जनाको लिस्टमा 2 जना त अझै पनि हाम्रो सूचना पूर्व उनीहरूलाई सूचनाको जानकारी उद्धार कार्य हुँदैछ भन्ने कुरो जानकारी प्राप्त भएपछि उनीहरूले त्यो कोठीबाट अन्यत्र सारिसकेका हुनाले हामीले 3 जना मात्रै उद्धार गर्न सक्यौँ। र यो उद्धार गरे पश्चात कलकत्ता स्थित महावाणिज्य दूतावास मार्फत हामीले स्वदेश फिर्ती र त्यहाँ अपराधमा संलग्न त्यस्ता कोठी सञ्चालक म्यानेजरहरूलाई पनि कारबाहीको लागि हामीले अनुरोध गऱ्यौँ र प्रहरीले सोही समयमै 1 जना सञ्चालक जो दुप्चेश्वर गाउँपालिकाकै हुन्छन् उनलाई प्रहरीले योभन्दा अगाडि पनि विगतमा पक्राउ गरेर कारबाही चलाइसकेको र त्यो अस्तिको उद्धारको काममा पनि उनले चाहिँ प्रहरीमाथि हातपात गरेको र कोठी जबरजस्ती यौन व्यवसायमा चाहिँ नाबालिगहरूलाई लगाएको आरोपमा शोभा तामाङ दुप्चेश्वर गाउँपालिकाको शोभा तामाङलाई पक्राउ गरी कारबाहीको लागि अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएको थियो। त्यसै गरी धेरैजना यस्ता आफन्तहरू जसले आफ्ना साना बहिनीहरूलाई भदैनीहरूलाई अथवा नाता पर्नेहरूलाई नाता सम्बन्ध लगाएर यस्ता ठाउँमा यौन व्यवसायको राममा लाने र धेरै पैसा कमाइ हुन्छ भन्ने प्रलोभनमा पार्ने गरेका घटनाहरूले गर्दाखेरि हामीलाई थप चिन्तित बनाएको छ र यसमा अझै हामीले संयुक्त रूपमा मिलेर के गर्न सकिन्छ भनेर बङ्गाल सरकार अहिलेको सरकारसँग पनि हामीले समन्वयका साथ काम गरिरहेका छौँ र यस्ता अपराधीहरूलाई स्वदेशमा मात्र विदेशमा मात्रै होइन स्वदेशमा पनि कानुनी दायरामा ल्याउनको लागि नेपाल सरकारसँग हामी जोरदार माग गर्न चाहन्छौँ र यो ग्याङफेदी नुवाकोट अथवा जति पनि जिल्लाहरूबाट अहिले म्याक्सिमम कलकत्तामा देखिएका चाहिँ यो दुप्चेश्वर गाउँपालिकाका कलिला 12, 13, 14 वर्षका बालिकाहरू जो बेचबिखन र यौन शोषणमा परेका छन् यिनीहरूलाई तत्काल स्वदेश फिर्ता गर्नको लागि म दुवै देशका सरकार र प्रहरी प्रशासनसँग पनि जोरदार माग गर्दछु। धन्यवाद। अब कुरा गरौँ रेड लाइट एरियामा कसरी पुर्याइन्छन् नेपाली महिला तथा बालिकाहरूलाई। सोनागाछी रेड लाइट एरियामा कैयौं नेपाली कोठीहरू छन् जसमा नेपालकै नुवाकोट र सिन्धुपाल्चोककी महिलाहरूले कोठी सञ्चालन
गरिरहेकी छन्। त्यसमध्ये एक हुन् अहिले पक्राउ परेकी शोभा तामाङ। उनीहरूले गरिबी र बेरोजगारीले आर्थिक समस्यामा परेका आफ्नै आफन्त, नातागोता र चिने जानेका बालिकाहरू उनका परिवारलाई भारतमा काममा लगाइदिने भन्दै कोठीमा यौन धन्दामा लगाइदिन्छन्। यी दलाल महिलाहरूले कयौं परिवारलाई भारतमा यौन व्यवसाय गराउने हो भनेर नै ल्याएका पनि हुन्छन्। तर 12-13 वर्षका बालिकालाई उनीहरू कहाँ जाँदैछन् भन्ने नै थाहा हुँदैन। भारत ल्याएपछि पहिला त दलालहरूले उनीहरूको उमेर बढाएर आधार कार्ड बनाइदिन्छन्, जसका कारण उनीहरू बालिका होइनन् भन्ने प्रमाणित गर्न सकियोस्। कयौं पटक यसरी छापा हानेपछि उनीहरूलाई बालिक हुन् भनेर पनि देखाइन्छ, तर त्यसपछि उनीहरूलाई जबरजस्ती यौन धन्दामा लगाइन्छ। यी दलाल महिलाहरूले यस्तै अबोध बालिकाहरूले कमाएको पैसा खान्छन् र थोरै मात्रै उनका परिवारलाई दिन्छन्। सोनागाछी मात्र होइन, भारतका कयौं वेश्यालयमा नेपाली नाबालिग बालिका र नेपाली किशोरीहरूलाई यसरी नै जबरजस्ती धन्दामा लगाइएको हुन्छ। माइती नेपालले यसको रोकथामका लागि नेपाल सरकारले ठोस रणनीति बनाएर काम गर्नुपर्ने र अहिले कोठीहरूमा नर्कीय जीवन बिताइरहेका नेपाली बालिकाहरूको उद्धार गर्न नेपाल भारतको सरकारले मिलेर काम गर्नुपर्ने बताएको छ।